हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई आजको मेरो ब्लगमा। आशा गर्छु तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज म तपाईँहरूलाई नारायण चोर लगिरहेको छु, जुन कि नक्सलमा छ। त्यो एउटा पार्क जस्तै छ। आज त्यहाँ गएर हामी पनि एकछिन बसौँ र घुमफिर गरौँ होइन। किनभने यसो पढ्दा पढ्दा एकछिन बोर लागिसक्यो। श्रीराम पनि पढ्दै थियो, म पनि पढिरहेको थियो। अनि अब जाउँ एकछिन, साँझको बेला परिरहेछ, 3-4 बजिरहेछ होइन। अनि गएर एकछिन यसो घुमफिर गरिदिउँ है त, होइन श्रीराम? हजुर, अनि के छ त अनि? ठिक छ। तर तपाईँहरूलाई थाहा होला, म 12मा र ऊ ब्याचलर फर्स्ट इयर। मलाई त उसलाई दाइ भन्नुपर्ने, तर म साथी साथी भनिरहेको छु। तपाईँहरू पनि यसमा मलाई मान्नु होला। अब रुममा एउटै रुममा बसेपछि दाइ भन्न मिलेन नि त। अब यसो कुरा बुझ्नु न होइन। तिमीलाई नराम्रो लाग्छ क्या हो? लाग्दैन साथी। अनि पढाइ कस्तो चलिरहेछ? ठिकै छ। ल आज श्रीरामलाई पनि झ्याउ लागिरहेछ, मलाई पनि झ्याउ लागिरहेछ। ल जाउँ त अब त्यो चोरमा गएर भेट्ला है त गाइज। तपाईँहरूलाई यहाँ लैनचोरदेखि म त्यहाँसम्म जाने बाटो देखाइरहेको छु। यहाँबाट सिधै निक्लिनु होला र अगाडि लाजिमपात हुँदै, लाजिमपात पुग्नु पर्दैन, त्यहाँबाट म तपाईँहरूलाई देखाइहाल्छु। हिँड्नु है त गाइज। यो यहाँबाट सिधै ब्रिटिस एम्बेसीको साइडमा एउटा शहीद पार्क छ, त्यो पार्क हुँदै अगाडि जानु होला। यहाँबाट राइटतिर जानु होला। यो चाहिँ लाजिमपात चोक हो, ठ्याक्कै होटल एम्बेसडोरको अगाडि। यहाँनिर हामीले ट्राफिक नियमको पालना गर्नुपर्ने हुन्छ, त्यसैले जेब्रा क्रसिङबाट मात्रै रोड क्रस गरौँ। यहाँनिर हामी आइसकेपछि यतातिर नगएर यताबाट जानुपर्ने हुन्छ हामीहरू, त्यसैले हामी यतातिर जाउँ। यो बाटोमा फुलहरू पनि ढकमक्क फुलेको थियो, जस्तै यो पहेँलो फुल कस्तो दामी देखिरहेको थियो। क्यामेरामा त्यस्तो कैद गर्न सकिएन, तर रियलमा बवाल देखिन्छ है गाइज। त्यसपछि हामीले बाटोमा किम्बु देखियो र खान थाल्यो। यसले गर्दा हाम्रो गाउँको याद ताजा भयो। त्यसपछि हामी यो बाटो सिधै गयो अगाडितिर। तपाईँहरू पनि यो बाटो सिधै जानु होला। त्यसपछि तपाईँहरू राइटमा एउटा बाटो देख्नुहुन्छ, त्यो बाटो नजानु होला। त्योभन्दा अलिकति अगाडि गएर एउटा गल्ली जस्तो माथि चढ्ने देखिन्छ, त्यो बाटो जानुपर्ने हुन्छ हामी। त्योभन्दा पहिला हामीले रोड क्रस गर्नुपर्छ। रोड क्रस हामीले जहिले पनि जेब्रा क्रसबाट गर्नुपर्ने हुन्छ, किनभने ट्राफिक नियमको पालना गरौँ। यो गल्लीबाट माथि चढ्दै गर्दा तपाईँहरूले यस्तो देख्न सक्नुहुन्छ। यो गल्लीबाट अलिकति अगाडि जानु बित्तिकै तपाईँहरू लेफ्ट लिनु होला। त्यसपछि हामी एउटा ओपन खुल्ला एरियामा निस्किन्छौँ। त्यहाँबाट जस्ट अगाडि 2 मिनट अगाडि मात्रै छ त्यो पार्क, त्यसैले तपाईँहरू यताको बाटो नगएर यताको बाटो जानु होला। फाइनली अगाडि त्यो गाछी देखिरहेको चाहिँ त्यो पार्क हो। अब हामी त्यो पार्कमा छिर्नेछौँ। फेरि पनि जानकारीको लागि हामी जेब्रा क्रस मात्रै युज गरौँ, यत्तिकै रोड क्रस नगरौँ, नत्र एक्सिडेन्ट हुनसक्छ। र यहाँको भ्यू चाहिँ बवाल रहेछ है गाइज। सो साथीहरू, फाइनली हामी आइपुग्यौँ। यही ग्राउन्ड भन्दै थियो हामीले। अनि श्रीरामको मुखमा खुसी हेर्नु न, खुसी, एकदम खुसी छ यो मान्छे। घुम्न पाएपछि यहाँ चाहिँ यसको गेट रहेछ, यहाँबाट भित्र छिरौँ है त। मान्छे त टन्नै रहेछ। कताबाट जाने? त्यहाँनिर बच्चाहरूलाई खेल्ने सामानहरू पनि थियो, तर फाइदा ठुलोले पनि उठाइरहेको थियो। सुन्दा मजाक लाग्ला, तर यो दृश्य साँच्चीकै थियो। त्यसपछि मैले श्रीरामलाई भने हामी पनि खेल्न जाउँ भनेर, तर श्रीराम मानेन। अब हामी यहाँको भ्यूको नजारा लिउँ। ठ्याक्कै हामी साँझतिर पुगेका थियौँ, त्यसैले यस्तो राम्रो भ्यू देखिरहेको थियो। सो साथीहरू, यहाँको पार्क चाहिँ एकदम बवाल रहेछ होइन। यहाँनिर यो फुलहरू न कस्तो दामी दामी फुलहरू छ। पुरै पार्कमा यस्तै फुलै फुल छ पुरै होइन। अनि पार्कको भ्यू पनि बवाल छ। श्रीरामलाई कस्तो लाग्यो पार्क? धेरै राम्रो लाग्यो। धेरै राम्रो लाग्यो। धेरै राम्रो। फेरि आउँछ यहाँनिर? आउँछु। म ल्याउँदिन तिमीलाई यहाँनिर। अब तपाईँ हेर्न सक्नुहुन्छ, पुरै बवाल छ त्यहाँतिर भ्यू। सो साथीहरू, अब हाम्रो फर्किने बेला पनि भइसक्यो। पार्कको राम्रोसँग रमाइलो पनि भइसक्यो। यदि तपाईँहरूलाई यस्तो भिडियोहरू मनपर्छ भने लाइक, सब्सक्राइब, सेयर गर्नुहोला। फलो फर मोर।